शरीर में सुगर को लेवल 250, 200, 300 mg पर DL सुन्ने बित्तिकै तपाईहरुलाई अचम्म लाग्छ, डर लाग्छ, भयभीत हुनुहुन्छ र मैले एउटा भिडियो राख्ने बित्तिकै त्यो भिडियो भाइरल पनि भयो र अनेकौं कमेन्टहरु आयो र सबै कमेन्टलाई संयुक्त रूपमा मैले तपाईहरुलाई जवाब दिँदै छु र यो प्रक्रिया अर्थात यो विधि, यो टिप्स तपाईले यदि अपनाउनु हो भने त्यो सुगर 200, 250, 300 या त्यो भन्दा यदि बढी भइसकेको छ भने र म बार भन्छु यो हाई बीपी, यो सुगर, यो लिपिड प्रोफाइल, यो तीनवटा मित्र हुन् र यो तीनवटा मित्रलाई अनावश्यक रूपमा मेडिसिन खानु हो भने 3 वर्ष, 4 वर्ष, 5 वर्ष भित्रमा यो तीनवटामा उथलपुथल हुन्छ, तीनवटा मित्रमा मनमुटाव हुन्छ र अन्तमा किडनी ड्यामेज हुन्छ। याद गर्नु होला। तर म यस्तो शक्तिशाली तपाईले आज टिप्स दिँदै छु, त्यो टिप्स यदि घरमै बसेर अपनाउनु हो भने सदाको लागि शरीरबाट त्यो सुगर रूपी प्रब्लम, त्यो सुगर रूपी भूत तपाईको मन मस्तिष्कबाट हटेर जान्छ। अर्थात आज मानसिक तनावले पनि हाई बीपी, लिपिड प्रोफाइल र सुगरहरु बिग्रिदैछ, हुँदैछ। तर म जहिले पनि भन्छु आत्नु हुँदैन र त्यसबाट बच्नको लागि तपाईले राति सुत्ने बेलामा आधी चम्मच सफा मेथीको दाना 1 गिलास मनतातो पानीमा राखिदिनुस्, छोपिदिनुस् र बिहान उठ्ने बित्तिकै मुख नधोइकन मेरो शब्दमा ध्यान दिनु होला, मुख नधोइकन मजाले चबाएर उक्रू आसनमा बसेर त्यो जल पनि सेवन गरिहाल्नु होला र त्यसको 30 मिनेट पछि तपाईको 4 गिलास मनतातो पानी तपाईले खाइदिनु होला। र यदि तपाईले मुख धुने इच्छा हुन्छ भने त्यसपछि तपाई मुख धुनुस्, या इच्छा छैन भने मुख नधुनुस्, किनभने मुख धुने काम तपाईको राति सुत्ने बेलाको हो। यदि तपाईको डिप्रेसनका कारण, एन्जाइटीका कारण, चिन्ताका कारण यदि तपाईले हाई बीपी, सुगरको प्रब्लम, लिपिड प्रोफाइलमा भिन्नता यदि पाउनु भएको छ भने तपाईले राति सुत्ने बेलामा स्थानीय अर्थात लोकल गौमाताको घी 1 थोपा मन तातो गुनगुना गरेर 1 थोपा राखिदिनुस्, बिस्तारै गरिदिनुस् अनि राति सुत्नुस्। त्यसपछि त्यो सुताई तपाईको 3 दिनको यो प्रयोगले तपाईको जीवनमा यस्तो आनन्द हुन्छ, यस्तो अनिन्द्राको समस्या तपाईको हटेर जान्छ। यो प्रयोग तपाई गर्नुस् र त्यसपछि अब तपाई कमेन्ट गर्नुस् कि वास्तवमा यो के हो। यो त्यसैले सुगरदेखि आत्नु हुँदैन। सुगर, लिपिड प्रोफाइल र हाई बीपी एउटा काल्पनिक डिजिज हो। काल्पनिक डिजिज अर्थात दिनचर्या, मनको चर्या, भोजनचर्या यदि बिग्रियो भने यस्ता किसिमका प्रब्लमहरु देखा पर्दछन् र त्यही दिनचर्या, भोजनचर्या, मनको चर्यालाई परिवर्तन गरिदिनु भयो भने, स्वयंमा यदि लाग्नु भयो भने त्यो आफै ती समस्याहरु हटेर जान्छ र जीवनमा एउटा खुशीको फूल फुलेर आउँछ। हस्त